Picnic. Right. Have fun, baby. Chill. कुन ठाउँ आइयो सर हामी? हामी अहिले मातृभूमि मातृभूमि मावि देवीनगर आइयो ल बधाई। सर र यहाँ I'm going to get it. अझै फोटो ए हस् ए भिडियो गरेर ल भन्नु त सर कुन ठाउँ के रे? झडे आऊ यहाँनिर ऊ झडे आऊ यहाँ मुन्ति झडे आऊ ए झडे आए त मुन्तिर हो त्यो डाँडा त किन कुन भन्दैन कि सर? यो त उसको यो भनेको यही उसको जो पुर्खलाकै यो उहाँ पारि चाहिँ ऊ बहादुरपुर बहादुर यही पोज भिडियो क्या ल पोज दिनु पोज पोजै पोज बाबै रन काएर ओ तपाईँ आउनु भएको छैन म यता उता हो कता हो भन्छु मान्छे बाटो अर्को बाटो चाहिँ मान्छु ए खतरादेखि के मन्दिर हो नि यो अनि सत्यवती मन्दिरलाई चाहिँ अब यता चाहिँ देउता सार्न चाहिँ बाँकी रहेछ यो 8 साइजको पोखरीमा यति बजारसँग चाहिँ सिङ्गल पिलरमा उभ्याएर चाहिँ बनाइएको हाम्रो स्कुल यहाँबाट सबैभन्दा राम्रो देखिन्छ अनि मलाई सबैभन्दा हाम्रो स्कुल हेर्न मनपर्छ मलाई यहीबाट यहाँबाट जतिको राम्रो चाहिँ हाम्रो स्कुलमा यहाँबाट पनि आउँछ बिचमा एउटा डाँडो छोडेर त्यो डाँडाबाट ढुङ्गाको अगाडि के तानु के धेरै सानो देखियो सानो त यति बेला हामी यो ठ्याक्कै सत्यवती मन्दिरबाट अगाडि प्रस्थान गर्दैछौँ पछाडि यात्रामा हुनुहुन्छ साथीहरू के मारा गरे यो ठाउँको नाम ढोली मारा अरे ढोली मारा ढोगी हिँड्छ यसलाई पनि सम्झ्यो है ढोली मारा हिँड्छ ढोगी मारा हिँड्छ धेरै राम्रो सिन यहाँबाट देखिएको छ आकाशमा बादल उडिराखेको छ आकाशमा बादल हुने बजारमा आइसकेका छौँ सानो बजार यो बजारमा करिब 10-15 घर म छैन है बाइकमा अफ रोडको यात्रा निकै कठिन छ बाटो यही झोला के रे बुढाहरूले जलपास बस्छौ माथि डाँडा जान्छ डाँडा पनि यसो गरौँ क्या पहिला त्यहाँ जाऊँ यसो नास्ता के खाने त्यहाँ अर्डर गरौँ त्यहाँ माथि गएर खाएर आउने अमृत हेर्ने माथि अरू केही छैन मैदान 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 होइन होइन यहीँ हेरौँ के फाइनल धेरै ठाउँ घुम्ने होइन क्या मैदान त हामी टाढा हो म परबाट म पनि छु है यहाँ म पनि
दामी आयो 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 धेरै मान्छेहरू यो के अरे ढोलीमारा? मसाइमारा जान चाहन्छ ढोलीमारा हामी मसाइमारा जान सकिएन अनि मसाइमारा नगए त के भयो के हामी जलपाको चिप्स खान आएको हजुर चिप्स खान आएको हजुर होइन चिप्स खान आएको होइन यो भान्जाले चाहिँ त्यो चिप्स खाएर प्लास्टिक चाहिँ झापाते फाल्नु हुँदैन है केटाकेटी ढोलीमाराको होमस्टे हो यो ढोलीमाराको होमस्टे गाउँ ए ल सबैलाई स्वागत छ यहाँ एकदम चिसो चिसो मौसम वारिपारी होइन अमृसा घारी भन्ने यही हो सर अमृसा बगैँचा ल ठिक छ यो अहिले हामी यो जलपाको सुली डाँडा अनि तिर दौड्दैछौँ हामी रम्बा माविमा अध्यापनरत शिक्षक साथीहरूको एउटा टोली हाम्रो हेड सरको नेतृत्वमै सबै सर र हिँडिरहेछौँ बेलबासी भालेबासी भएर दुइटै चाहिँ सम्म देखियो बेसरकाको चुली देखियो त्योभन्दा तलतिरको चाहिँ मैदान देखियो है अनि यहाँबाट हेर्दाखेरि केरौली ऊ त्यहाँ झर्ने भन्छ हो त्यहाँ हेरौँ केरौली चाहिँ अनि के गर्नुहोस् सर के गुनासो सबै तपाईँहरूलाई यस्तो ठाउँ पनि स्किप गर्नुहुन्छ अनि हुँदैन थियो बडो गजबको छ माथि अम्लिसो साह्रै राम्रो छ नलानु न धेरै भयो के ए बुढा ए बुढा मेरो त बिहा पनि भएको छैन सही दियो भान्जासँग एकचोटि हात मिलायो अरू थाहा दामी रहेछ तर आएर चाहिँ खुसी लाग्यो है तर खायो ताहु बजार खायो रम्बा खायो कसले खायो रम्बा घुम्दै गरेको अवस्थामा यहाँ चाहिँ एकजना लावारिस मान्छे भेट हुनु भएको छ उहाँ चाहिँ एकदम 2 वर्षदेखि तपस्यामा चाहिँ हुनुहुन्छ
डिस्टर्ब गर्नु पर्ने कि नपर्ने हो ओ आलु पाडे बाबा अन्त इन्ने पटा यहाँ साह्रै अचम्मको मान्छे एउटा देखिनु भएको छ एकजना बाबा चाहिँ अनि बोल्नु भएको छैन केही गर्नु भएको छैन अनि स्थानीयहरूले बताए अनुसार 6 महिनादेखि नबुझिने खालको छ उहाँ के बोल्नु भएको छ भन्नेहरूले चाहिँ अनि थाहा छैन सायद उहाँलाई डिस्टर्ब भएको हुनसक्छ अनि त्यो डिस्टर्ब भएको कारणले गर्दाखेरि त्यस्तो हुनसक्छ अनि यसो हेर्दाखेरि बाबा मद्रासतिरबाट आएको छ है चाहिँ मद्रासतिरको जस्तो छ तमिल भाषा बोले जस्तो चाहिँ लाग्छ है अनि यहाँबाट देखिने यो सबै किवी फार्म रहेछ यहाँनिर चाहिँ यो सिँचाइको लागि ट्याङ्की होला पानी सञ्चित गरेर राखिएको छ चोर्न चाहिँ नचोरौँ है जात हाल्नु के झोल मारे तर दामी रहेछ के ल यस्तो गाउँतिर पनि पुरा टनेल खेती पनि छ त्यहाँनिर अनि त्यसपछि यो सब किवी हो है यो माथिको चाहिँ किवी रम्बाको फौज कहाँ हिँडिरहेको छ यसरी कसरी विद्यालयलाई राम्रो बनाउने भनेर ओहो पाखाभरि मान्छे छ नि यहाँ त सर कसको नेतृत्वमा बाँदरका उ जस्ता नि किवी आहा तर बहुत फलाएर रहेछ दामी ल दामी दामी सरकारीवाला हो बेच्ने गाउँ त यो कहिले पाक्छ यो तपाईँहरूले सानो छ कि हेर्दाखेरि चाहिँ अन्त पाकिसकेको छ यो होइन ताउमा आइसकेपछि 1 वर्षपछि चाहिँ यतिको रमाइलो आजै गरे रमाइलो पकेट क्षेत्र भने किवी पकेट क्षेत्र किवीको लागि खास स्पेसल्ली छुट्याएको पकेट क्षेत्र भन्नुहुन्छ चाहिँ एउटा स्पेसल यो क्षेत्रमा चाहिँ किवी विशेष यसको एटिब्रेटी के हो जापानीहरू आएर बस्ने ठाउँ हो सर यो अहिले यो यहाँको सायरी क्लब भवन हो हजुर आमा समूह भवन हो यो ए अनि नेपालमा बसोबास गरेर अनि विशेष गरी पूर्वी पाल्पाका धेरै ठाउँहरूमा अनि सहयोग गर्ने ओके बाजी जापानी समाजसेवी ओके बाजी जसलाई ओके बाजी भनिन्छ हजुर उनको नाम चाहिँ काजुमाछा काकिमी हो अनि उनी सुरुमा नेपाली भाषा नबुझिन्जेलसम्म यहाँको मगर समुदायले उनको भाषा जापानी भाषा नबुझिन्जेलसम्म अङ्ग्रेजी भाषा नबुझिन्जेलसम्म हजुर जे भन्दा पनि ओके ओके भन्ने भएको हुनाले अनि उनको नाम नै चाहिँ अनि मगर समुदायले ओके बाजी भनेर राखिएको छ बाजी भनेको चाहिँ अनि आफ्नो बुवाभन्दा माथिल्लो चाहिँ माथिको चाहिँ ग्रान्डफादर त्यो मर्यादा दिएको त्यस हिसाबले भयो मगर समुदायलाई चाहिँ उनले चाहिँ सरसहयोग गर्ने गरी चाहिँ अनि अगाडि बढेका र पूर्व क्षेत्रमा हेर्ने हजुरलाई के भन्नु छ छैन उहाँकै कुरा मैले राम्रो माया छु पाल्पाको पूर्व क्षेत्रमा हेर्ने हो भने नेपाल सरकारको चाहिँ बजेट जति छ लगानी जति छ लगभग अनि ओके बाजीको लगानी त्यति नै छ र यो भवन पनि तपाईँले यसो देखाउन सक्नुहुन्छ यो ओके एसएस जापानबाट चाहिँ आएको छ र सयारी बाल विद्यालय भनेर चाहिँ अनि राखिएको छ अनि त्यसरी चाहिँ भएको छ र ओके बाजीलाई चाहिँ हरेक पालपालीहरूले चाहिँ अत्यन्तै सम्मानका साथ चाहिँ सम्झिने गर्छन् है हस् धन्यवाद सर यो जानकारीको लागि एकपल्ट यो कमेन्ट्री जाओस् न अहिले फेरि उमाकान्त बेलवासी नेपाल टेलिभिजन ढोली पार्नु नभन्नु आफै ढोली पनि Okay, let's go. सुन्दर सरले काँक्रा चोर्नु भयो है
नेपाल टेलिभिजन डोलीमारा। तपाईँले 2 महिना अगाडि नास्पाती चोर्नु भएको थियो, आज काँक्रा चोर्नु भयो। तपाईँले कतिजनाको दिल चोर्नु भएको छ? वास्तवमा सर यो मैले चोरेको होइन, यो चाहिँ तपाईँहरूलाई खुवाउनको लागि मैले प्रयत्न गरेको। दिल त तपाईँहरूले मेरो चोर्नु। ल नेपाल टेलिभिजन आदर्श पराजुली डोलीमारा। फेरि भन्नु त के रे सर? हजुर के भन्नु? यो 15 किलोको खर्च के जानु भयो? काँक्रो बल्ल बल्ल बल्ल। हनुमान चाहिँ गर्नु न, हनुमान चाहिँ के? हजुर हनुमान चाहिँ के? यो त उचाल्न सक्न गाह्रो भयो। सर आदर्श सर हेल्प गर्नु त ल। ₹80 किलो। यो रम्बा स्कुलमा आइसकेपछि के सबैभन्दा रमाइलो ट्रिप हो सर।